आजको घटना चाहिँ युएसबाट छ। अमेरिकामा आइवा स्टेटको सेडर ऱ्यापिड्स भन्ने सिटीबाट। र यो सेडर ऱ्यापिड्स भन्ने सिटी जुन यो ठाउँमा यो घटना भएको छ, यो चाहिँ एकदम एफ्लुएन्ट कम्युनिटी, जहाँ चाहिँ हुन्छ नि $multi-million घरहरू छ। जो राम्रो नेबरहुड भनौँ न एक तरिकाले, होइन। ठुलो ठुलो घरहरू, बङ्गलाहरू, वेल एजुकेटेड पिपलहरू, राम्रो पैसा कमाउने मान्छेहरूको चाहिँ यो कम्युनिटी छ। र यो चाहिँ अलिकति सबर्ब्सतिर, सिटीभन्दा अलिक बाहिर हुन्छ नि, साइडमा चाहिँ जङ्गलहरू छन्। त्यसपछि यो एउटा घरको चाहिँ एउटा कम्युनिटी छ। र यो आजको यो घटना चाहिँ ज्याक्सन फ्यामिलीको बारेमा छ। जुन फ्यामिलीमा चाहिँ 4जना मध्ये 3जनाको चाहिँ हत्या भएको छ। सो जुन 15, 2021 है, जुन 15, 2021 को घटना छ, स्टोरी छ। र बिहान 8:30 AM मा फ्यामिलीको छोरा, जसको नाम चाहिँ एलेक्स छ, र एलेक्सले चाहिँ 911 इमर्जेन्सी कल गर्छ। Someone broke into our house. Our address is 4414 Oak Leaf Court, Northeast. I've been shot. My other family member's been shot. I need help immediately. I've been shot in the foot. Someone broke in. Okay. I've been shot. र 911 कल गरेर जब त्यहाँ कलको अपरेटरले चाहिँ 911 अपरेटरले के भयो भनेर सोद्धाखेरि उसले चाहिँ इन्ट्रुडर चाहिँ घरमा ब्रेक इन गर्यो, घरभित्र छिर्यो, र उसले चाहिँ चोर्न आएको थियो होला, के गर्न आएको थियो होला, र मेरो बुवा लाई मारिदियो। र मैले चाहिँ उसँग ट्याकल गर्न गएँ, झगडा गरेँ, र उसले मलाई पनि मेरो खुट्टामा गोली हान्यो अनि भाग्यो भनेर भन्छ। र अपरेटरले चाहिँ सकेसम्म यहाँ चाहिँ इन्फर्मेसन ग्यादर गर्न खोजिरहेको छ, लाइक हुन्छ नि, ओके त्यो इन्ट्रुडर, त्यो बदमास, त्यो चोर चाहिँ कहाँबाट आयो, होइन, घरको कुन साइडबाट आयो, अगाडिबाट आयो कि पछाडि ब्याकडोरबाट आयो, तलबाट आयो, माथिबाट आयो, रुख चढेर आयो, के गरेर आयो भन्ने खालको चाहिँ उसले चाहिँ इन्फर्मेसन लिन खोजिरहेको थियो। तर एलेक्सले चाहिँ खालि खै थाहा छैन कहाँबाट आयो, तल पछाडि ढोकाबाट छिर्यो कि मलाई चाहिँ थाहा छैन, म सुतिरहेको थिएँ भनेर भन्छ। र उसले चाहिँ पटक पटक चाहिँ यही कुरा दोहोऱ्याइरहेको छ कि इन्ट्रुडर आयो, होइन, चोर आयो, र चोरले चाहिँ उसले चाहिँ अब त्यो गन सट, गोली हानेको सुनेपछि उठेँ भनेर भन्छ। र ऊ चाहिँ पोर्चमा सुतिरहेको थियो भन्छ। पोर्च चाहिँ तपाईँको घरको साइडमा एउटा आउटडोर टाइपको हुन्छ, र उनीहरूको पोर्च चाहिँ तपाईँको स्क्रिन लगाएर छोपेको थियो। र ऊ चाहिँ त्यहाँ सुतिरहेको थियो, कुकुरसँग सुतिरहेको थियो बाहिर पोर्चमा भनेर भन्छ। र पोर्चमा चाहिँ युजली एयर कन्डिसनर हुँदैन, र त्यति बेला वेदर वाज प्रिटी गुड, होइन। सो बाहिर किन सुतेको भन्दाखेरि उसले चाहिँ वेदर राम्रो थियो, सो म चाहिँ बाहिर सुतिरहेको थिएँ। र जब यो इन्सिडेन्ट भयो, म सुतिरहेको थिएँ अनि मैले गन सटहरू सुने, तलबाट गन सट आएको सुने। त्यसपछि म बाहिरबाटै तल छिरेँ र मैले त्यो मान्छेलाई चाहिँ ट्याकल गरेँ, त्यो मान्छेसँग झगडा गर्न खोजेँ, र त्यो मान्छेले मलाई खुट्टामा गोली हानेर भाग्यो भन्ने कुरा गर्छ। र अपरेटरले चाहिँ त्यो मान्छेको मुख देखिस् कस्तो छ त मान्छे, के लगाइरहेको थियो त्यो मान्छेले भन्दाखेरि ब्ल्याक भन्छ कि कालो भन्छ। नि कालो के कालो, मान्छे कालो कि लुगा कालो? उसले चाहिँ बोथ, दुवैजनाले चाहिँ कालो लगाइरहेको, मान्छे पनि कालो थियो र लुगा पनि कालो लगाइरहेको थियो भन्छ। र अब यो केस हुने बित्तिकै अब मान्छे मरिरहेछ, र प्लस उसले सोध्छ अरू कोही मान्छे छ कि छैन त्यहाँ फ्यामिलीमा, त्यो म 2जना मात्र हो, तर तेरो ड्याड मात्र हो भनेर सोध्छ। र ड्याडको नाम चाहिँ ज्याक्सन हो, ज्यान हो, केटा हो, ज्यान हो, एन्ड आई थिङ्क हिज एन एजियन लुक्स लाइक। र अपरेटरले चाहिँ सोध्छ अनि को छ त तेरो फ्यामिलीमा अरू भन्छ, बहिनी छ भन्छ। अनि बहिनी कहाँ छ थाहा छैन, बहिनीको कोठामा होला भनेर भन्छ। उसलाई थाहा छैन बहिनी कहाँ छ, होइन। यो चाहिँ बिहान अर्ली मर्निङको केस हो, राइट, 7, 8 बजीतिर यो घटना घट्यो। र 8:30मा चाहिँ उसले कल गर्यो, र उसले चाहिँ थाहा छैन बहिनी कहाँ छ, बहिनी उसको बेडरुममा होला भनेर भन्छ। उसले अनि हेर्न गएर चाहिँ आइएम इन्जर्ड, म खासै हिँड्न सकेको छुइनँ भनेर भन्छ। अनि त्यसपछि अरू को छ त घरमा, खालि तिमीहरू 3जना मात्र हो भनेर भन्छ। होइन, मेरो आमा पनि हुनुहुन्छ, उसको आमाको नाम चाहिँ सब्रिना हो, र उहाँ पनि आफ्नो रुममा हुनुहुन्छ कि थाहा छैन कहाँ हुनुहुन्छ, मैले खासै कसैको आवाज पनि सुनेको छैन, के कस्तो मलाई थाहा छैन भनेर भन्छ। त्यसपछि यो पुलिसहरू आउँछ
र उनीहरूकोमा चाहिँ पुलिसहरूलाई पठाउने बेलामा चाहिँ कोडहरू हुन्छ जुन चाहिँ पुलिसहरूलाई चाहिँ कोड दिन्छन् होइन। यदि यदि त्यो ठाउँमा के एकदम इमर्जेन्सी छ भने कोड रेड टाइपको, फर इक्जाम्पल कोड रेड होइन, त्यहाँ डेन्जर छ भन्ने खालको। तर उनीहरूलाई चाहिँ स्वाटिङ रियाक्सनको कोड दिएको हुन्छ। अब यो कोड के हो भने खालि त्यो ठाउँमा चाहिँ अफिसरहरूलाई जाने खालको मात्र कोड, र दे डोन्ट नो वाट्स गोइङ अन। त्यही भएर अपरेटरले चाहिँ सोधिरहेको थियो त्यो चोर अझै त्यहाँ छ कि छैन, त्यो इन्ट्रुडर भनौँ अथवा किलर भनौँ होइन, त्यो मान्छे अझै त्यहाँ छ कि छैन भन्दा उसलाई त्यो पनि थाहा छैन। त्यो मान्छे त्यहाँ अझै छ कि छैन थाहा छैन, भाग्यो भन्छ, तर कहाँ भाग्यो त्यो पनि थाहा छैन भन्छ होइन। सो त्यसले गर्दाखेरि त्यहाँको सिचुएसन के छ कस्तो छ चाहिँ अनसर्टेन छ पुलिसहरूलाई पनि। सो त्यसले गर्दा त्यसलाई चाहिँ सोर्टिङ रियाक्सन भन्छ, सोर्ट होइन। अनि त्यहाँबाट उनीहरू त्यहाँ पुग्दाखेरि घरको सबै उनीहरू अगाडि ढोकाबाट छिर्न खोज्छ, ढाउँ गर्छ, मान्छे बोलाउँछ, घन्टी लगाउँछ पुलिसले। त्यहाँ पुगेपछि कसैले पनि रिप्लाई गर्दैन होइन। अब उनीहरूलाई पनि थाहा छैन भित्र त्यो किलर छ कि छैन। यदि त्यो किलर भित्र छ भने पुलिस यतिकै सिधै भित्र जान पनि त रिस्की भयो, पुलिसको आफ्नो लाइफै रिस्कमा हुने भयो। सो त्यसलाई उनीहरू ढोकामा घन्टी बजाउँछ गर्दैन। अनि त्यहाँ उनीहरू पुलिसहरू पनि सबै पुरा बन्दुक सन्दुक बोकेर हुन्छ नि, पुरै त्यो सोर्टिङ होइन, त्यो सोर्ट एक्सनमा जान्छ। अनि उनीहरूले अब साइडको घरको साइडको ढोकाहरू झ्यालहरू पनि सबै चेक गर्छ, सबै लक छ। भनेपछि अब चोर अब कसरी भित्र छिर्यो, के गरी भित्र छिर्यो त होइन। फर्स्ट क्वेसन त त्यो आयो पुलिसहरूलाई त्यति बेला। अनि पछि उनीहरू घरको पछाडि जाँदाखेरि ब्याक डोर चाहिँ ओपन थियो होइन। ब्याक डोरको चाहिँ त्यो लक हुने ठाउँ छ, अलिकति पप ओपन बन्दुकले हाने भन्दा नि खुट्टाले हाने जस्तो त्यो अलिकति बिग्रिया टाइपको थियो। सो पुलिसहरू चाहिँ त्यहाँ पछाडि ढोकाबाट भित्र छिर्छ, र भित्र छिर्न बित्तिकै लेफ्ट साइडतिर चाहिँ लेफ्ट साइड र राइट साइड झुकेँ म। सो त्यहाँ भर्याङ छ, र भर्याङको साइडमा चाहिँ एउटा मान्छे ढलिरहेछ। सो फर्स्ट क्याजुअलिटी उनीहरू त्यहाँ भित्र जान बित्तिकै देखेको फर्स्ट क्याजुअलिटी चाहिँ त्यहाँ एउटा मान्छे ढलिरहेछ। र त्यो त्यो मान्छेलाई चाहिँ 5वटा सट, हि ह्याड 5 बुलेट वुन्ड्स, चेस्टमा, घाँटीमा, ब्याकमा, पछाडिपट्टि 5वटा गोली हानिएको थियो। र त्यसपछि उनीहरूले बोल्नु को चाहिँ यहाँभित्र बाहिर आएछ, हामी पुलिस हो होइन, हातमाथि गरेर बाहिर आएछ। किनभने उनीहरूलाई अझै पनि दे डोन्ट नो घरमा को छ छैन। अनि त्यसपछि उता अलिकति भित्रपट्टि रुमबाट एलेक्स घिस्रिँदै होइन, भैँमा घिस्रिँदै बाहिर आउँछ। र उसले म एलेक्स हुँ भनेर भन्छ होइन। मैले कल गरेको थिएँ 911, र मलाई चाहिँ खुट्टामा घाउ छ, म त्यही म हिँड्न सक्दिनँ यताउता भनेर भन्छ। र पुलिसले चाहिँ यो मान्छे को हो भन्दाखेरि उसले चाहिँ उसको ड्याड ज्यान हो भनेर भन्छ। सो पुलिसभन्दा छिर्न बित्तिकै फर्स्ट जुन बडी देख्यो त्यो चाहिँ उसको ड्याडको ज्यानको बडी थियो। र अनि त्यहाँबाट उसले सोध्छ अरू मान्छेहरू, पुलिसले सोध्छ फेरि होइन अरू मान्छेहरू कहाँ छ, को छ, के छ भनेर भन्दाखेरि अनि उसको सिस्टर कहाँ छ, रुममा भन्यो। अनि त्यही फ्लोरको एलेक्स जहाँबाट आएको थियो त्यहीँभित्र 2टा बेडरुम थियो। एउटा बेडरुमबाट चाहिँ एलेक्स निस्क्यो, अनि सेकेन्ड बेडरुममा चाहिँ उसको बहिनी सब्रिनाको रुममा जान्छ, र सब्रिनालाई पनि 2टा गोली हानेर मारिएको छ। सब्रिना पनि आफ्नो बेडमा सुतिराख्ने बेलामा गोली हानेर मारिएको छ। सो 2चोटि गोली सब्रिनालाई लाग्यो। त्यसपछि आमा कहाँ छ त, अनि अरू को छ भन्दाखेरि आमा छ। आमा कहाँ छ, आमाको बेडरुम कता हो, उनीहरूको बेडरुम कहाँ हो भन्दाखेरि माथि अपस्टेज भयो। त्यसपछि पुलिसहरू चाहिँ माथि आमाको बेडरुममा जाँदाखेरि आमा पनि बेडमै मरिरहेको छ। आमालाई पनि 2 सट हानेको छ, एउटा सट चाहिँ लेफ्ट आँखाको साइडमा र एउटा सट चाहिँ टाउकोमा। भनेपछि अब यहाँ पुलिसलाई त यो त एकदम होल फ्यामिली नै काइन्ड अफ गन, राइट। सो यो हुन बित्तिकै पुलिसलाई चाहिँ अब रेड फ्ल्याग्सहरू, अब यहाँ अब उसले भन्यो इन्ट्रुडरले आएर उ गरेको छ भन्दाखेरि पुलिसलाई वरिपरि सबै कुरा हेर्छ नि त। तर वरिपरि खासै त्यस्तो इन्ट्रुडर आएर चोर्न आएको जस्तो केही पनि थिएन। त्यहाँ त्यो घरमा केही चोरेको पनि थिएन होइन। अब त्यत्रो ढाङराङ र डुङरुङ मान्छे मरिरहेछ भने चाहिँ केही त हुनु पऱ्यो नि त, लाइक समथिङ ह्याड टु ह्यापन जुन चाहिँ आउट अफ अर्डर हुनु पऱ्यो। किन सामानहरू ढलेको खसेको केही चोरी नै भएको हुनु पऱ्यो होइन। त्यस्तो पुलिसले केही पनि देखेन, केही पनि भेटेन। अनि पुलिसले सिधै उसलाई भन्छ एलेक्स वाट ह्यापन, के भयो त एलेक्स, यहाँ के भयो, यहाँ तिनवटा बडी छ, 3जना मान्छे मरेको छ तिम्रो फ्यामिलीको, मम ड्याड र सिस्टर।
होइन, 3जना मान्छे मरेछ र तिमीलाई चाहिँ खुट्टा मात्र गोली लाग्यो। लाइक पुलिसलाई चाहिँ यो बिलिभेबल लागेको थिएन कि त्यो इन्ट्रुडरले भित्र छिरेर कोठामा गएर बहिनीलाई मार्यो, आमालाई मार्यो, माथि तलपट्टि आएर बाउलाई मार्यो, अनि पछि उसलाई चाहिँ खुट्टामा मात्र मारेर भाग्यो भन्ने खालको यो कुरा चाहिँ उनीहरूलाई चाहिँ पत्तै लागिरहेको थिएन। सो पुलिसहरूले चाहिँ एकदम धेरैचोटि सोध्छ उसलाई, होइन के भयो भन्छ। अनि त्यहाँबाट एलेक्सले चाहिँ एउटा टल मान्छे थियो भन्छ फेरि, होइन एउटा टल मान्छे थियो भनेर भन्छ। अनि त्यसलाई उसलाई त खुट्टामा घाउ थियो। सो पुलिसहरूकोले चाहिँ अहिले चाहिँ अब मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ एलेक्सलाई हेल्प गर्नु हो नि त, किनभने अब भिक्टिम छ, त्यो भिक्टिमलाई यत्तिकै खुट्टामा रगत बग्दा अब त्यहाँ क्वेसन गर्नु कुरा आउँदैन। सो उसलाई चाहिँ मेड्सहरू आउँछ, एम्बुलेन्स आउँछ र उसलाई चाहिँ एकसिधै एम्बुलेन्सभित्र हाल्छ। र एम्बुलेन्सभित्र हाल्दा हाल्दै उसलाई त्यहाँभित्र एउटा पुलिस पनि हुन्छ, उसलाई कसैले केही सोधेको पनि छैन, होइन के भयो कसो, नो बडी इज वरिड अबाउट द क्वेसनिङ। अहिले चाहिँ उसलाई चाहिँ हस्पिटल पुऱ्याउनु पऱ्यो, उसलाई गर्नुपर्ने केही मेडिकेसन हो, त्यो मेडिकेसन गर्नुपर्ने कुरामा चाहिँ फोकस भइरहेको हुन्छ सबैजना। बट देन उसले चाहिँ अब यति कुरा निकाल्छ, म चाहिँ सिधै दौडेर गएँ, त्यो मान्छेलाई ट्याकल गर्न गएँ, त्यो मान्छेको अगेन्स्टमा चाहिँ झगडा गर्न गएँ भनेर भन्छ। अनि अनि उसले त्यहाँ उसले कुरा निकालिसकेपछि बल्ल अरू पुलिसहरूले त्यहाँको मान्छे, त्यहाँभित्र भएको एम्बुलेन्समा भएको मान्छेहरूले चाहिँ नि कुरा गर्न थाल्छ उसँग। सो एक्ज्याक्टली के भयो त, कहाँ थिइस्, के गरेको थिइस् भन्दा म चाहिँ पोर्चमा सुतिरहेको थिएँ, बाहिर कुकुरसँग सुतिरहेको थिएँ। उसले चाहिँ जुन अपरेटरलाई फर्स्टमा कल गर्दाखेरि जुन कुराहरू गरिरहेको थियो नि, होइन त्यही कुरा चाहिँ उसले रिपिट गरिरहेको थियो कि लाइक हि वाज सेइङ म त्यहाँ गएँ, मैले गनसट सुनेँ, म सुतिरहेको थिएँ, म तल गएँ, त्यो मान्छे थियो, त्यो मान्छेले मैले ट्याकल गरेँ, त्यो मान्छेले मलाई खुट्टामा हानेर भाग्यो, द्याट्स इट। उसको स्टोरी अल अलङ हेज बिन द्याट एन्ड हि हेज बिन पुसिङ द्याट स्टोरी एभ्री सिङ्गल टाइम। अनि त्यहाँबाट एलेक्स हस्पिटल गएपछि हस्पिटलमा उसलाई चाहिँ अझ धेरै क्वेसनहरू सोध्न थाल्छ र उसले अगेन सेम थिङ इन्भेस्टिगेटरहरूलाई पछि अब आएर इन्भेस्टिगेटरहरूले चाहिँ क्राइम इन्भेस्टिगेसन गर्ने अफिसरहरूलाई चाहिँ उसले सेम क्वेसनिङ स्टोरी सुनाउँछ। अनि म यस्तो थिएँ, म सुतिरहेको थिएँ, म आएँ पुलिस देखेँ, मान्छे देखेँ, मलाई एक्ज्याक्ट उसको फेस थाहा छैन, तर चाहिँ कालो लुगा लगाएको थियो, कालो थियो, यताउता भन्यो। अनि त्यहाँबाट त्यो मान्छेसँग चाहिँ झगडा गर्न खोजेँ, उसलाई समात्न खोजेँ, त्यो भनेर भन्यो। अनि त्यसपछि अब इन्ट्रुडरसँग यति लामो उसको इन्ट्रोडक्सन भइसक्यो भनेपछि पुलिसलाई चाहिँ कस्तो भन्दाखेरि इन्भेस्टिगेटरलाई चाहिँ डज हि नो समथिङ अबाउट दिस इन्ट्रुडर भन्ने खालको कुरा भयो, होइन। अनि उनीहरूले चाहिँ इन्ट्रुडरको बारेमा एकदम धेरै कुराहरू गरिरहेको थियो, होइन लाइक के थियो, कस्तो थियो, अब त्यो मान्छेले तँलाई केही भन्यो कि भनेन। अनि त्यो मान्छेले चाहिँ मुख छाडेर चाहिँ के एफयु भन्यो, यताउता भन्यो, के भन्यो भन्न थाल्यो। अनि त्यसपछि अब ओके तैँले उसको आवाज त सुनिस्। सो आवाज सुनेपछि चाहिँ कस्तो खालको आवाज थियो, होइन त्यो मान्छे पनि उसले चाहिँ एकदम डिप भोइस गर्छु भन्यो, एकदम डिप भोइस टाइपको आवाज थियो र ब्ल्याक पर्सन थियो, वेयरिङ अ ब्ल्याक लुगा। सो हि इज स्टिकिङ विथ स्टोरी, होइन। कतिपय यस्तो केसहरूमा चाहिँ मान्छेहरू यो इभेन्ट हुँदा बित्तिकै यस्तो घटना बित्तिकै यो ट्रोमाटाइज हुन्छ र त्यसले गर्दाखेरि इन्फर्मेसनहरू खासै थाहा हुँदैन। सो फर्स्ट टाइम भन्ने इन्फर्मेसन त्यसो बिस्तारै त्यो भएको कुराहरू घटनाहरू रिकलेक्ट गर्दै भन्ने चाहिँ हल्का डिफ्रेन्ट हुन्छ। तर उसको केसमा चाहिँ कस्तो भन्दाखेरि फर्स्ट कलदेखि लिएर अहिलेसम्म 3-4जना पुलिस अफिसरसँग कुरा गर्यो, हरेक टाइम हि हेज बिन सेङ सेम स्टोरी। र त्यो चाहिँ पुलिसहरूलाई रेड फ्ल्याग भयो, किन भन्दाखेरि कोही पनि भिक्टिमले फर्स्टमा भन्ने कुरा र पछि डेभलप हुँदै जाँदाखेरि भन्ने कुराहरू एक्ज्याक्टली सेम चाहिँ मोस्ट अफ द टाइम 99% अफ द टाइम हुँदैन अरे कि, होइन त्यो कुरा त पुलिसले भनेको छ। अनि त्यहाँबाट उसले चाहिँ खालि त्यही इन्ट्रुडर आयो, इन्ट्रुडरले मेरो ड्याडीलाई मार्यो, म तल झरेर आउँदाखेरि ड्याडी ढलिरहेको थियो, सो म चाहिँ त्यो इन्ट्रुडरसँग गर्न खोजेँ, ट्याकल गर्न खोजेँ भनेर भन्यो। र यो बाहेक उसलाई त्यो इन्ट्रुडरको बारेमा पनि केही पनि थाहा छैन, खालि काले थियो, कालो लुगा लगाएको थियो र ऊ थियो मात्र भनेर भन्दैछ। र अर्को कुरा यहाँ मेन कुरा चाहिँ पुलिसहरूले कुरा गरिराख्दाखेरि अब हुन्छ नि मान्छेमा त एउटा रिमोर्स भन्ने कुरा हुन्छ, होइन त्यो रिमोर्स नै थिएन कि उसकोमा,
कुरा गर्दाखेरि अनि रोएको भिडियोमा चाहिँ अलिकति रोएको जस्तो छ त्यो पुलिसको बडी क्याम भिडियोमा चाहिँ मेरो आमा मऱ्यो, मेरो बा मऱ्यो, मेरो बहिनी मऱ्यो भन्ने खालले अलिकति रोएको जस्तो मात्र गरेको छ। बट देन लाइक एउटा ट्रु रिमोर्स भन्ने खालको कुरा छैन। उसलाई चाहिँ हुन्छ नि मनभित्र चाहिँ पछुतो भन्ने कि अब उसलाई चाहिँ एउटा हुन्छ अब फ्यामिली गएपछि त पिपल टेन टु रियाक्ट डिफ्रेन्टली र उसमा त्यो थिएन र कतिपयचोटि चाहिँ त्यो कुरा गर्दाखेरि चाहिँ ऊ चाहिँ कहिले हाँसेको जस्तो होइन अलिक चकल गरेको त्यस्तो पनि थियो। सो पुलिसलाई चाहिँ र युजली यस्तो केसहरूमा चाहिँ जब एउटा होल फ्यामिलीमा सबैजना मरेको छ र एकजना मात्र बाँचेको छ भने चाहिँ फर्स्ट सस्पेक्ट नै त्यो मान्छे हुन्छ कि। सो पुलिसहरूको लागि यो केसमा पनि फर्स्ट सस्पेक्ट वाज गोइङ टु बी एलेक्स हिमसेल्फको छोरा चाहिँ होइन। सो एलेक्सले चाहिँ अनि त्यहाँबाट पुलिसहरूले चाहिँ अब अझै अब क्वेसनिङहरू गर्न थाल्छ किनभने अब एभ्रिथिङ इज अबाउट क्वेसनिङ एन्ड एन्सरिङ होइन। अब सकेसम्म यहाँ इन्फर्मेसनहरू ग्यादर गर्नु पऱ्यो। सो उसले भन्छ तिमीहरूको फ्यामिलीमा चाहिँ कोही दुश्मनहरू थियो कि थिएन होइन, लाइक केही डिड समथिङ ह्यापन विदिन यर फ्यामिली यताउता के सोध्छ। अनि हुँदा हुँदा चाहिँ उनीहरूले चाहिँ बिस्तारै बिस्तारै क्वेसन गर्दा 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 उसलाई चाहिँ पछि सोध्छ कि तेरो चाहिँ आफ्नै फ्यामिलीसँग कस्तो थियो रिलेसनसिप, तेरो ड्याडसँग कस्तो थियो रिलेसन, तेरो ममसँग रिलेसनसिप कस्तो थियो, तेरो सिस्टरसँग रिलेसनसिप कस्तो थियो, यो सबै सोध्दै जान्छ र उसले चाहिँ अलिअलि भन्छ कहिलेकाहीँ अब भनाभन हुन्थ्यो, झगडा हुन्थ्यो टाइपले भन्छ। अनि प्लस उसले चाहिँ बिस्तारै कुरा गर्दै जाँदाखेरि लुक्स लाइक हिज अ कलेज ड्रप आउट, कलेजबाट नि ड्रप आउट भइसकेको केटा रहेछ र उसले काम पनि गरिरहेको थिएन। सो हि रियली डिडन्ट ह्याभ एनी मनी। र त्यसपछि पुलिसहरूले चाहिँ उसको यहाँ हस्पिटलमा उसलाई छुट्टै इन्ट्रोगेसन भइरहेछ राइट। अनि घरमा उता छुट्टै इन्भेस्टिगेसन भइरहेको छ, क्राइम सिन इन्भेस्टिगेसन भइरहेको छ छुट्टै। र त्यो क्राइम सिन इन्भेस्टिगेसनमा चाहिँ उनीहरूले चाहिँ बहिनी सब्रिनाको चाहिँ एउटा डायरी भेट्छ जहाँ चाहिँ उसले लेखेको छ यताउता होइन। र त्यो डायरीमा चाहिँ के लेखिएको छ भन्दाखेरि एलेक्सको ड्याड वाज भेरी भेरी कन्जर्भेटिभ र सब्रिना वाज भेरी लिबरल। अनि त्यसले गर्दाखेरि चाहिँ उसको र उसको दाइसँग चाहिँ कुरा नमिल्ने होइन। ऊ चाहिँ एकदम कन्जर्भेटिभ भएको र दुईजनाको कुरा मिल्दै नमिल्ने, त्यसले गर्दा धेरै कुरा नहुने टाइपको पनि कुरा गरेको छ एज दे स्टार्ट ग्रोइङ अप होइन। र पुलिसले चाहिँ अनलाइन सोसियल मिडियाहरूमा रिसर्च गर्दाखेरि फेसबुक इन्स्टाग्राम्सहरूमा रिसर्च गर्दाखेरि चाहिँ उनीहरूको फोटोहरू चाहिँ पहिला जब उनीहरू सानो बच्चा थियो त्यति बेला फ्यामिली एकदमै निट टुगेदर एकदमै राम्रो एकदमै ह्याप्पी फ्यामिली देखिएको थियो भन्दाखेरि पछि हुँदै जाँदाखेरि दे रियली डिड नट ह्याभ एनी पिक्चर्स कि लास्ट 4 इयर्समा बियरली कुनै पिक्चर्सहरू राखिएको थियो सोसियल मिडियामा। सो त्यसले चाहिँ थाहा हुन्छ कि देयर वाज सम काइन्ड अफ फ्यामिली ड्रिफ्ट ह्यापनिङ। प्लस अनि सब्रिनाकै डायरीबाट चाहिँ यो पनि थाहा हुन्छ कि उसको ड्याड ज्यान र एलेक्सको बिचमा चाहिँ अलि झगडा टाइपको पनि भएको थियो किनभने एलेक्स चाहिँ काम पनि गर्नु थियो, कलेज पनि पढ्न गइरहेको थिएन। सो उसको ड्याडले चाहिँ उसलाई चाहिँ तैँले काम पनि गरेनस्, ऊ पनि गर्नुहोस्, पढ्न पनि गएनस्, सो भनेपछि म चाहिँ तँलाई घरबाट निकालिदिन्छु भन्ने खालको त्यो कुरो चाहिँ उसको डायरीमा थियो। सो त्यो कुरोलाई लिएर पछि फेरि पुलिसहरूले चाहिँ त्यो कुराको बारे गर्दाखेरि अब कुन एलेक्सलाई चाहिँ सोध्छ होइन त्यो फ्यामिलीसँग ड्याडसँग तेरो यस्तो भएको रहेछ, झगडा जस्तो परेको रहेछ भनेर भन्दाखेरि उसले चाहिँ कुन फ्यामिलीमा चाहिँ त्यस्तो झगडा हुँदैन, कुन फ्यामिली चाहिँ एकदम पर्फेक्ट मजाले ह्याप्पी फ्यामिली हुँदैन। त्यो कहिलेकाहीँ सानोतिनो झगडा त जुन फ्यामिलीमा पनि हुन्छ र त्यो मेरो त्यस्तै भएको थियो। म अब कलेजबाट ड्रप आउट गरेको थिएँ, म कलेज गइरहेको थिएन, म काम पनि गरिरहेको थिएँ। त्यसले गर्दाखेरि माई प्यारेन्ट्स ह्याड सर्टन एक्सपेक्टेसन्स फ्रम मी। र त्यो भन्दैमा इट्स नट द्याट आई डोन्ट लभ माई फ्यामिली, हुन्छ नि, आई लभ माई फ्यामिली, आई लभ माई ड्याड, आई लभ माई मम, म मेरो पुरा फ्यामिली एकदम माया गर्छु भन्ने खालको कुरा गर्छ। र यही कुरामा चाहिँ अब पुलिसहरूले इन्भेस्टिगेसन गर्दाखेरि इन्ट्रुडर आयो, चोर आयो, यताउता आयो भन्दाखेरि उनीहरूले चाहिँ मेन अब त्यहाँ इन्भेस्टिगेसन त्यो घरमा गर्ने इन्भेस्टिगेसन भनेको नै चोर कसरी आयो, चोरले के गर्यो, कुनै कतै ठाउँमा चाहिँ हुन्छ नि चोरले अरू केही गर्यो कि गरेन, सो आयो कि आएन र चोरले के गर्यो भन्ने कुरा इन्भेस्टिगेसनमा चाहिँ उनीहरूले गर्न थाल्छ। र उनीहरूले K9 कुकुर स्निफर डग्स पनि भनिन्छ, K9 कुकुरहरू लिएर जान्छ। अनि उनीहरूले अरू पुरै त्यो फिङ्गर प्रिन्ट्सहरू यताउता सबै हेर्दाखेरि
कुनै पनि कुरा एबनर्मल देखिएन होइन। कुकुर पनि अब पुरा त्यो घरको वरिपरि राउन्ड राउन्ड गर्दाखेरि पनि कुकुरले खासै अरू केही पनि सेन्टहरू एक्स्ट्रा सेन्टहरू टिपेन होइन। त्यस्तो खालको कुरा छ। अनि प्लस घरभित्र अब केही कुरा मिसिङ छ कि छैन होइन। अब तपाईँको भनौँ न ल्यापटपहरू टिभिजहरू अरू मेबी भ्यालुएबल स्टफहरू जस्तो ज्वेलरिजहरू पैसाहरू केही छ कि नथिङ। कुनै पनि ठाउँमा केही कुरा पनि केही पनि भएको छैन राइट। सो उनीहरूलाई चाहिँ अब पुलिसहरूलाई चाहिँ के भन्दा यो चाहिँ इन्ट्रुडरको केस हुँदै होइन। यो चाहिँ कुनै पनि तरिकाले कस्तो भन्दाखेरि इन्ट्रुडरले यहाँभित्र इन्ट्रुडर छिरेको छैन भन्ने खालको उनीहरू चाहिँ अलमोस्ट 100% नै कन्फर्म छ यसको बारेमा होइन। अब उनीहरूले चाहिँ के भन्छ भन्दा अब एलेक्सलाई फेरि गएर सोध्छ नि इन्ट्रुडर आएको थियो कि थिएन, वी निड टु नो दिस। तैँले चाहिँ करेक्ट जवाब दिनु पऱ्यो हामीलाई होइन, बिकज वी आर ट्राइङ टु सल्भ दिस केस एन्ड वी आर ट्राइङ टु हेल्प यु। सो तैँले चाहिँ हामीले सोधेको कुराहरू चाहिँ तैँले चाहिँ राम्ररी भन्नुपर्छ भनेर भन्छ। र उसले चाहिँ सेम स्टोरी अगेन सेम स्टोरी एक्ज्याक्ट स्टोरी रिपिट गर्छ। म पोर्टमा सुतिरहेको थिएँ, मैले गनसट सुनेँ, तल आएँ, त्यो इन्ट्रुडरसँग फाइट गरेँ, यताउता गरेँ भन्छ। बद्दिन पुलिसले के भन्छ भन्दाखेरि तैँले जे भनिरहेछस् र घरभित्र हामीले जे इन्भेस्टिगेट गऱ्यौँ द्याट्स नट वाट द इभिडेन्स सोज होइन। उसको पुरा फोटोसोटो लिन्छ, यताउता सबै लिन्छ, घरको फोटोहरू पनि उसलाई देखाउँछ गर्छ ऊ गर्छ। सो उनीहरूले के भन्छ भन्दाखेरि देयर इज नो इभिडेन्स अफ इन्ट्रुडर, चोर आएको कुनै इभिडेन्स चाहिँ छैन भनेर भन्छ। अनि त्यहाँबाट पुलिसहरूले चाहिँ अब सिधै अब यति अब कति दिन भइसक्यो, हप्ता जस्तो भइसक्यो उसँग कुरा गरेर आएको, उसलाई क्वेसनिङहरू गरेर आएको। सो उसलाई सोध्छ एलेक्स वाट रियली ह्यापेन, वाट कज द्याट इभेन्ट, के भयो जुनले गर्दाखेरि बिहानको 8 साढे 8 बजे चाहिँ यो इभेन्ट यो घटना घट्यो, के भयो त खास भन्दाखेरि। र प्लस यसमा इन्ट्रुडर होस् नहोस् यो केसमा जसले मार्यो त्यो मान्छे चाहिँ त्यो घरभित्रैको मान्छे हो, घरभित्र नै थियो भनेर भन्छ। अनि उसले चाहिँ त्यो त म होइन, घरभित्र म थिएँ हो तर मार्ने मान्छे म होइन भनेर भन्छ। सो उसलाई चाहिँ अलरेडी फिल भइसक्यो कि पुलिसले चाहिँ उसलाई नै एकदमै हुन्छ नि उसलाई नै कल्प्रिट मानिरहेछ, ऊ नै इन्ट्रुडर हो, ऊ नै किलर हो भन्ने टाइपले अब चाहिँ क्वेसनिङहरू चाहिँ त्यसरी हुन थालिरहेछ। सो सो उनीहरूले सिधै सोध्छ अब कसले मार्दा तेरो फ्यामिलीलाई, कोही तेरो फ्यामिलीकै भित्रको कोही मान्छे हो हेर, कि त तैँले त्यो मान्छेलाई चिन्छस् कि त त्यो मान्छे तैँ हो भनेर भन्छ पुलिसले। अनि त्यहाँबाट पुलिसले चाहिँ होइन म होइन, मार्ने मान्छे कोही छ तर त्यो मान्छे चाहिँ म होइन, मैले मारेको होइन, म घरभित्रै हुँ, म घरको मान्छे हुँ तर मार्ने मान्छे चाहिँ म होइन भनेर भन्छ। सो पुलिसलाई चाहिँ अब मेन प्रब्लम यहाँ के छ भन्दाखेरि अब एलेक्सलाई एकैचोटि गएर यसले नै मारेको भन्न मिल्दैन एज लङ एज दे डोन्ट ह्याभ एनी काइन्ड अफ इन्फर्मेसन आउट अफ हिम। सो र पुलिसले चाहिँ एलेक्सको पनि अब प्रायर क्रिमिनल हिस्ट्रीहरू हेर्छ र उसको कुनै पनि प्रायर क्रिमिनल हिस्ट्रीहरू छँदै छैन। सो अहिले यहाँ आएर चाहिँ एक्ज्याक्टली एलेक्सले नै गरेको हो भन्ने कुरा चाहिँ प्रुभ गर्न मिल्दैन। अब इन्ट्रुडरको केस होइन भन्ने सर्टे नै छ पुलिसहरूलाई राइट। सो त्यसले गर्दा अब पुलिसहरूले चाहिँ अब यहाँनिर इन्फर्मेसनहरू यस्तो ग्यादर गर्दैछ जुनले चाहिँ अब एलेक्सले नै गरेको भन्ने खालको चाहिँ कुराहरू गर्न खोजिरहेछ। र फर्स्ट उनीहरूले चाहिँ एलेक्सको फोन चेक गर्छ, फोन हिस्ट्री चेक गर्छ र फोन हिस्ट्री चेक गर्दा चाहिँ एलेक्स वाज युजिङ हिज फोन 6 in the morning। सो उसले चाहिँ त्यो 6 बजे बिहानदेखि नै ऊ त्यहाँ घटना हुन्जेलसम्म पनि ऊ फोनमा थियो, हिज फोन वाज अन। सो यदि ऊ सुतिरहेको थियो भने त फोनमा कसरी एक्टिभिटी हुन्छ, फोनमा त कुनै एक्टिभिटी हुँदैन जुन चाहिँ उसले भनेको ए म सुतिरहेको थिएँ भन्यो तर बदेनलाई हिज फोन वाज वर्किङ, समबडी वाज युजिङ हिज फोन। सो यो एउटा केसले गर्दाखेरि पनि ऊ कुनै जुन उसले चाहिँ पुछा भने म चाहिँ सुतिरहेको थिएँ गनसट सुनेर उठेँ जुन उसले एउटा स्टोरी बनायो, यो स्टोरीको अगेन्स्टमा गयो यो कुरा होइन। सो भनेपछि यता एउटा एभिडेन्स भेटायो जुनले गर्दा उनीहरूले चाहिँ एलेक्सको अगेन्स्टमा चाहिँ केस फाइल गर्न मिल्छ, कस्टडी फाइल गर्न मिल्छ। अनि त्यहाँबाट त्यसपछि एलेक्सलाई चाहिँ कस्टडीमा लिन्छ केही अरू इन्फर्मेसनहरू पाएको हिसाबले जुन चाहिँ सुरुमै चाहिँ पब्लिक गरिएको थिएन। अनि त्यहाँबाट पुलिसले चाहिँ उसलाई भन्छ होइन आर यु असेम्ड
हैन आफ्नो फ्यामिलीसँग चाहिँ त्यो भएर तिमी चाहिँ यस्तो असेम्ड भएर तिमीले यस्तो गरेको हो, यस्तो भएको हो। एन्ड आर यु असेम्ड द्याट यु डिड दिस द्याट यु डोन्ट वान्ट टु टेल अस? तिमी चाहिँ एकदम असेम्ड भएर चाहिँ तिमी चाहिँ हामीलाई चाहिँ के भएको हो नभनेको हो भनेर भन्छ। उनले होइन मैले यो गरेकै होइन त, मैले मारेकै होइन त, मैले किन मारेको हो भन्नु? जब मैले केही कुरा गरेकै छैन त मैले गरेको हो किन भन्नु? मैले गरेको छैन, मैले मारेको होइन, मैले कसैलाई पनि मारेको होइन भनेर भन्छ। सो यसपछि 1.5 वर्ष पछि उसको यो केस ट्रायलमा जान्छ, कोर्टमा जान्छ, ट्रायल हुन्छ। र यो ट्रायलमा चाहिँ यो सबै जुन यो फ्यामिली फोटोको बारेमा, उसको सिस्टर को किताबको बारेमा, डायरीको बारेमा, ऊ र उसको सिस्टरको झगडाको बारेमा, अनि त्यसपछि एलेक्स र एलेक्सको ड्याडको मनमुटावको बारेमा, उसलाई घरबाट किकआउट गरेर निकाल्नेको बारेमा कुराहरू छ। र कोर्टमा चाहिँ यो कुरा के भनिएको छ भन्दाखेरि गनबाट 11 चोटि गन सट, 11 चोटि गोली हानियो, राइट। सो यो पाँचवटा गोली त उसको ड्याडलाई ज्यानलाई लाग्यो, 2टा गोली आमालाई, 2टा गोली छोरीलाई। सो भनेपछि त्यहाँ 9वटा गोली भयो। अनि अर्को 2टा गोली चाहिँ आफ्नो खुट्टामा हानेको छ। सो टोटल 11वटा गोली हानिएको छ। र कोर्टमा गएर यो कुरा पुष्टि भएपछि एउटा गन छ, सर्ट गन टाइपको, पुरानो स्टाइलको छ, अलिक डिफ्रेन्ट खालको बन्दुक छ। र यो कोर्टमा चाहिँ के कुरा अगाडि आयो भन्दाखेरि त्यो जो मान्छेले यो गनको फोरेन्सिक गरिरहेको थियो त्यो एन्ड हि इज अ अफिसर, हि इज अ वेल ट्रेन्ड अफिसर जसलाई बन्दुकहरू मजाले चलाउन आउँछ, उसलाई पनि त्यो बन्दुक लोड गर्न रिलोड गर्न चाहिँ गाह्रो भयो भन्दै थियो। र उसले यो बन्दुकमा कसरी गोली हाल्ने, कसरी गोली रिलोड गर्ने त भनेर चाहिँ उसले भिडियो हेर्नु परेको थियो, ट्रेनिङ गर्नु परेको थियो भनेर भनेको छ। सो भनेपछि यो गन चाहिँ यो फ्यामिलीको बन्दुक थियो होइन। र एलेक्सले पनि भनेको थियो उनीहरूकै फ्यामिली बन्दुक हो जुन चाहिँ इन्ट्रुडरले युज गर्यो भनेको छ। र पुलिसहरूले चाहिँ यो कुरा पत्याएको छैन, किन भन्दाखेरि यदि कुनै अफिसरलाई जो चाहिँ हि स्पेसलाइज्ड इन गन एन्ड एमो होइन, यदि उसलाई नै त्यो बन्दुक कसरी चलाउने भनेर गाह्रो भयो भनेपछि त्यो इन्ट्रुडरले आएर यतिकै बन्दुक समातेर चाहिँ एउटा गोली 2टा गोली होइन, र त्यो बन्दुकमा म्यानुअली लोड गर्नुपर्छ होइन। र आई थिङ्क 1 एट अ टाइम 2टा गोली मात्र हान्छ त्यसले। सो भनेपछि 11 चोटि यदि त्यो गनबाट 11 चोटि बुलेट हानिएको छ भने त्यसमा कम्तीमा पनि 5-6 चोटि त त्यहाँ गोली चाहिँ रिलोड गरिएको छ। सो भनेपछि इट ह्याज टु बी समबडी जसलाई चाहिँ त्यो बन्दुकको बारेमा धेरै कुरा थाहा छ, राइट। सो त्यसले गर्दा पनि उसको फ्यामिली गन हो, उसले त्यो गन पहिला नि युज गरेको थियो भने चाहिँ हि नोज हाउ टु वर्क द्याट गन। र अर्को कुरा कोर्टमा चाहिँ अर्को कुरा के भन्यो भन्दाखेरि जब उनीहरूले चाहिँ घरमा इन्भेस्टिगेसन गरिरहेको थियो त्यहाँ चाहिँ एलेक्सको कोठा, राइट, उसले चाहिँ त्यहाँ बाहिरबाट कोठाभित्र गएको छैन, माथिबाट आएको त्यहीँ ढले कोठाभित्र गएँ, उतापट्टि गएँ गोली लागेपछि भनेको छ। बट देन पुलिसहरूले त्यहाँ फुटप्रिन्ट्सहरू, एउटा फुटप्रिन्ट थियो जुनमा चाहिँ रगतको फुटप्रिन्ट थियो। र त्यो फुटप्रिन्ट टेस्ट हेर्ने बेलामा चाहिँ लुक्स लाइक एलेक्सले आफ्नो कोठामा चाहिँ आफूलाई गोली हानेर त्यो ब्लडी भयो। त्यसपछि फुटप्रिन्ट चाहिँ कोठातिर नगइकन बाहिर जहाँ उसको ड्याडको बडी थियो त्यो बडी कोमा चाहिँ आइरहेको देखेको थियो। सो खुट्टा त यस्तो हुन्छ नि त, उता जानु पऱ्यो त उल्टा यसरी बडीतिर आइरहेको थियो, फुटप्रिन्ट चाहिँ गोइङ टुवर्ड्स हिज ड्याड भनेर भनिएको छ। सो भनेपछि उसले सबैलाई मार्यो, आफ्नो कोठामा गएर आफूलाई खुट्टामा गोली हानेर चाहिँ त्यो बन्दुक ल्याएर उसको ड्याडको साइडमा राख्यो। सो त्यो अर्को इभिडेन्स थियो। सो यहाँ इभिडेन्स फोन इभिडेन्स भयो, त्यसपछि बन्दुकको इभिडेन्स, कुनै अहिले गएर मान्छे यतिकै बाहिरको मान्छेले आएर त्यो बन्दुक युज गरेको हुँदै होइन भन्ने एउटा इभिडेन्स प्रुभ गर्यो। र त्यसपछि अर्को चाहिँ उसको फुटप्रिन्टको एभिडेन्स जुन चाहिँ कोठाबाट बाहिर निस्केको थियो। अनि त्यो बाहेक अर्को इन्ट्रुडर भनेर भन्यो उसको स्टोरीलाई चाहिँ फल्स प्रुभ पनि गर्यो, जुन चाहिँ त्यहाँ घरभित्र अरू केही पनि बिग्रेको छैन होइन। र जहाँ उसको ड्याड मरिरहेको थियो, बडी थियो ड्याडको बडी, त्यता साइडमा चाहिँ एउटा पजल पनि थियो। पजल त सानो सानो टुक्रा हुन्छ नि त, कोही मान्छेले कसैलाई मार्न आइरहेछ भनेपछि त्यहाँ कुनै एउटा तरिकाको स्ट्रगल हुन्छ, भागम भाग हुन्छ
र त्यस्तो मोमेन्टमा सबै कुराहरू चिटिक्क मिलेर बस्दैन होइन। कोही मान्छे भाग्दाखेरि डाङडाङ डुङडुङ हुन्छ नि। अब कोही त्यहाँ अब उसले जसरी नै मैले फाइट गर्न खोजेँ भन्दाखेरि लाइक 6 फिटको मान्छे वाज अ टल म्यान भनेर उसले जुन भन्यो, उसले फाइट गर्न खोज्दाखेरि त्यो फाइट हुने ठाउँमा अलिकति केही इभिडेन्स त हुन्छ नि त, अलिकति भित्तासित कोरकार भएको, यताउता भएको, दिस नथिङ। र प्लस उसको हात खुट्टा उसको बडीको पनि पुरै त्यो जाँच गर्दाखेरि पनि उसको खासै धेरै आफूले नै अब सेल्फ इन्फेक्टेड वुन्डहरू सानो चाहिँ थियो, जस्ट टु सो द्याट हुन्छ नि मलाई चाहिँ यो मान्छेसँग चाहिँ मेरो अलिकति झगडा भयो भन्ने खालको। बदेन त्यस्तो झगडा नै परेको भन्ने खालको प्रुफ पनि थिएन उसको बडीमा। 4-4जना फ्यामिलीमा हुँदाखेरि बिहानको समयमा कसैले यदि गनसट भयो, कसैले कसैलाई त त्यो गनसट सुन्थ्यो भन्ने यहाँ कुरा छ। र यो हुँदाहुँदै अब डिफेन्डेन्टले चाहिँ यसमा चाहिँ प्रोसिक्युटरहरूलाई चाहिँ अक्युज गर्छ कि युआर ह्याभिङ अ टनल भिजन। टनल भिजन भनेको चाहिँ यस्तो केसहरूमा चाहिँ यदि कोही मान्छेलाई चाहिँ यसले नै मार्यो हो भने उसलाई मात्र फोकस गरेर अरू कुनै पनि केस स्टडी नगर्ने। र यसमा चाहिँ एलेक्सलाई चाहिँ त्यस्तो गर्यो। एलेक्सलाई चाहिँ सुरुदेखि नै उसलाई इन्टरभ्यू गरेको 30 मिनट भित्र नै एलेक्सलाई नै किलर भन्यो, डिरेक्टली एलेक्सलाई अक्युज गर्यो, भन्ने खालको चाहिँ कुरा गर्छ डिफेन्डेन्टले चाहिँ। प्लस त्यो गनमा अरू फिङ्गर प्रिन्टहरू पनि थियो, अरू फिङ्गर प्रिन्टको चाहिँ ऊ गरेन। गनमा 2टा फिङ्गर प्रिन्ट भेट्यो, एउटा छोरा एलेक्सको फिङ्गर प्रिन्ट र अर्को चाहिँ एउटा केही पनि थाहा नभएको थाहा नभएको फिङ्गर प्रिन्ट थियो। सो त्यो फिङ्गर प्रिन्ट इन्ट्रुडरको थियो कि भन्ने थियो, तर पुलिसले चाहिँ त्यो फिङ्गर प्रिन्ट चाहिँ क्लियर नभएको कारणले चाहिँ त्यो कसको फिङ्गर प्रिन्ट हो भने मात्र थाहा नभएको, क्लियर नभएको भएर भन्ने खालको कुरा गर्दै थियो। सो प्लस अब डिफेन्डर के भन्यो भने त्यहाँ डिएनए टेस्टहरू केही पनि गरिएन, दे जस्ट जम्प इन्टु कन्क्लुजन भन्ने खालको कुरा गरेको थियो। र पछि गएर चाहिँ अब यो कोर्ट केस हुँदैन, त्यसपछि यो नेक्स्ट स्टेप जुरी केसमा गयो। र जुरी केसमा जाँदाखेरि सबै अब जे जति पनि इन्फर्मेसन भयो यो हेर्दाखेरि लाइक फर्स्ट टाइम मैले यो केस हेर्ने बेलामा 4जना फ्यामिली सबैजना मरेको छ, छोरा मात्र बाँकी छ, र छोरा चाहिँ खुट्टामा मात्र गोली लाग्यो भन्दाखेरि माई फर्स्ट सस्पिसन वाज एलेक्स। अनि त्यसरी नै जुरीले पनि फर्स्ट डिग्री मर्डरमा चाहिँ एलेक्सलाई दोषी ठहर गर्यो। All right. As to each of the 3 counts, form of verdict 2 has been executed. We, the jury, find the defendant, Alexander Jackson, guilty of the offense of murder in the first degree. Alex was found guilty in first degree murder. र उनीहरूले चाहिँ फर्स्ट डिग्री मर्डर केस हुन बित्तिकै उनीहरूले चाहिँ मोसन फाइल गरिहाल्यो। सो यो चाहिँ यसको अगेन्स्टमा चाहिँ उनीहरूले फाइल गर्यो केस, मोसन फाइल गर्यो, बट देन लाइक त्यो केसलाई चाहिँ डिनाइ गरियो। सो यो केसमा चाहिँ एलेक्स इज द मर्डरर, इज द किलर, उसले मार्यो भन्ने छ। र एज फार एज आई अन्डरस्ट्यान्ड र यति धेरै केसेसहरू हेरे बापत चाहिँ आई थिङ्क हि इज द कल्प्रिट, हि इज द किलर होइन। तर अब उसले चाहिँ एक्ज्याक्टली किन सबैलाई मार्यो भन्ने कुरा चाहिँ उसले बोलेन। उसले खालि भन्यो आई लभ माई फ्यामिली, म फ्यामिलीलाई धेरै माया गर्छु भन्ने खालको कुरा मात्र निकाल्यो। र फ्यामिलीको अगेन्स्टमा उसले खासै त्यस्तो धेरै कुरा केही पनि बोलेन, केही इन्फर्मेसन पनि दिएन। र युजली मान्छेहरूले चाहिँ तँले मार्या हो भनेर गर्न बित्तिकै उनले सबै कुराहरू चाहिँ कन्फेस गर्छ होइन। तर यो केसमा चाहिँ एलेक्सले केही कुरा पनि कन्फेस गरेको छैन। सो यो केसबाट चाहिँ हामीलाई एक्ज्याक्टली थाहा छैन एलेक्सले किन मारेको। वी जस्ट ह्याभ लाइक सम काइन्ड अफ इन्फर्मेसन कि हुन्छ नि अब उसको बहिनीसँग मिलिरहेको थिएन राम्ररी, झगडा भइरहेको थियो, आर्ग्युमेन्ट भइरहेको थियो, र उसको ड्याडसँग पनि राम्रो भइरहेको थिएन। सो द्याट माइट ह्याभ बिन द केस अबाउट दिस। सो तपाईँलाई आजको घटना कस्तो लाग्यो त? एउटा फ्यामिलीमा हुन्छ नि रिस आक्रोश ले गर्दाखेरि पुरै ज्याक्सन फ्यामिली नै आफ्नै छोराले नै होल फ्यामिलीलाई मार्यो। डु यु थिङ्क एलेक्स इज द किलर? थ्याङ्क यू फर वाचिङ द घटना। म यस्तै अरू घटना लिएर आउनेछु। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू एन्ड स्टे सेफ। बाई।